थियो। अनि मैले जब बनाउँदै थिएँ त्यति बेला मलाई है त्यही आभास भइरहेको थियो, अस्तिदेखिको त्यही मलाई अगुवाई भइरहेको थियो कि परमेश्वरले चाहिँ आज हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने कुरो चाहिँ ममा एकदमै आवाज भइरहेको थियो। अनि हामीहरू पाउँछौँ अनि प्रार्थनाको हाम्रो जब आवाज निस्कन्छ नि मुखबाट, त्यो आवाजलाई चाहिँ परमेश्वरको वचनले चाहिँ केसँग तुलना गर्नुभएको छ भन्नुहोस् त? एउटा ढक ढक है, एउटा घस घससँग चाहिँ परमेश्वरले तुलना गर्नुभएको छ। अनि जब पनि हामी नि काहीँ हामीहरू कसैलाई भेट्न हामीहरू जान्छौँ, एउटा घरमा जान्छौँ भने हामीहरू त्यहाँनिर सत्तै हामीहरू बस्दैनौँ है, हामीहरू के एउटा कुरा लगेर गएको हुन्छौँ, हामीहरू के एउटा विषय लगेर गएको हुन्छौँ। अनि त्यहाँनिर पुग्दा दैलोमा के गर्छौँ हामीले? ढक ढक गर्छौँ है। त्यहाँनिर दैलोमा पुग्दा हामीले के गर्छौँ? घस घस गर्छौँ। ढक ढक गरिसकेपछि हामीले घस घसाउँछौँ। अनि त्यो भित्रको मान्छेले उघारेर ढोका उघारेर चाहिँ हामीलाई हेर्नुहुन्छ अनि हामीले भनेको कुरा सुन्नुहुन्छ। अनि सुनिसकेपछि फेरि पनि उहाँले उत्तर दिनुहुन्छ। अनि यही प्रकाशहरू मैले आज बिहानै पाइरहेको थिएँ नि। आफूलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। आमेन है। त्यहाँनिर एउटा नम्रको कुरोहरू लेखेको छ। अनि त्यहाँनिर मैले अघि बिहान अध्ययन गर्दै गर्दा सोलोमन राजा है, सोलोमन राजाले चाहिँ जब परमेश्वरमा उहरू गर्दाखेरि चाहिँ आफ्नो मन्दिरहरू बनाएर चाहिँ एउटा अर्जी बिन्तीहरू गर्न जाँदाखेरि चाहिँ सोलोमन राजा त्यति बेला कस्तो भएको छ? परमेश्वरमा एकदमै झुकेको छ, परमेश्वरमा एकदमै है नम्र भएर उसले प्रार्थना गर्दाखेरि चाहिँ उसको प्रार्थनाहरू परमेश्वरले सुन्नुभएको छ। अनि मलाई पनि स्वास्थ्य पार्नु हुँदो रहेछ। अनि म जब नम्र हुन्छु भने, अनि जब म नम्र हुन्छु भने मलाई स्वास्थ्य पार्नु हुँदो रहेछ, मेरो परिवारलाई स्वास्थ्य पार्नु हुँदो रहेछ, म बसेको मेरो ठाउँलाई, मेरो एरिया र मेरो इलाका अनि मण्डलीलाई पनि उहाँले स्वास्थ्य पार्नु हुँदो रहेछ। तर पहिला चाहिँ म के हुनु पर्यो? उहाँमा नम्र भएर जानु पर्यो। मण्डलीको लागि चाहिँ के भनेर प्रार्थना गरेको रहेछ? यहाँनिर ज्ञानको लागि, बुद्धिको लागि र प्रकाशको लागि प्रार्थना गरेको कुरोहरू हामीहरू पाउँछौँ। अनि यो बिहानी पनि है, यो समयमा पनि अनि मैले अध्ययन गर्दै गर्दा फेरि यही कुरोहरू मैले पाइरहेको थिएँ। जब मैले परमेश्वरमा उजुरी टक्राएको थिएँ, जब मैले परमेश्वरमा भनेको थिएँ, जब मैले परमेश्वरमा मागेको थिएँ, प्रार्थना गरेको थिएँ, ढकढकाएको थिएँ, घचघचाएको थिएँ, अनि उहाँले उहाँको ढोका खोलिकन त्यो कुरोहरू मलाई दिनुभएको कुरोहरू चाहिँ ममा आभास भइरहेको थियो है। अनि यहाँ लेखिएको कुरोहरू है, ज्ञानको कुरोहरू, त्यही कुरोहरू आजभन्दा अगाडि मागिरहेको थिएँ परमेश्वरमा। ज्ञानको कुरोहरू मैले मागिरहेको थिएँ परमेश्वरमा। अनि बुद्धिको कुरोहरू मैले मागिरहेको थिएँ, अनि प्रकाशको कुरोहरू मैले मागिरहेको थिएँ। अनि जब पनि म परमेश्वरमा है भएर वचनहरू पढ्ने गर्थेँ, अनि जब बाइबल पल्टाएर मैले वचनहरू अध्ययन गर्थेँ, त्यति बेला मैले है वचनहरू एकदमै मैले बुझ्थिनँ क्या। मैले अब जब वचन गर्थेँ त्यति बेला मैले बुझ्थिनँ। अनि जब मैले यो विषयको लागि प्रार्थना गर्न थालेँ, मलाई प्रकाश दिनुहोस् है, मैले बुझ्न सकौँ भनेर ज्ञान अनि बुद्धि र प्रकाशको लागि मैले परमेश्वरमा प्रार्थना गर्दाखेरि चाहिँ परमेश्वरले साँच्चै नै मेरो उजुरी उहाँले सुन्नुभयो, मेरो प्रार्थनालाई उहाँले सुन्नुभयो अनि उत्तर दिनुभयो है। अनि त्यो जब पनि अहिले म जब बाइबल पढाएर जुनै विषयमा गएर पनि म वचन पढ्छु भने चाहिँ त्यो प्रकाशहरू म परमप्रभुबाट पाउन सक्छु है। परमेश्वरले त्यो प्रार्थनाहरू परमेश्वरले सुन्नुभएको छ है। आज उहाँले भन्दै गर्दा मलाई पनि त्यो कुरोहरू भइरहेको थियो। मैले पनि हिजो चाहिँ है मेरो साथीहरूसँग त्यही कुरोहरू सेयर गरिरहेको थिएँ। परमेश्वरले साँच्चै नै हाम्रो प्रार्थनालाई ढिलो छिटो भए पनि सुन्नुहुन्छ। हामी पनि धेरैवटा प्रार्थनाको विषयहरू, प्रार्थना परमेश्वरमा टक्राएका त्यो अघिको प्रार्थनाको उत्तर चाहिँ यो दिनहरूमा पाइरहेको कुराहरू मैले साथीहरूसँग सेयर गर्दै